साथीहरू, स्वागत छ गीता प्रधान अफिसियलमा। सबैजना सन्चै राम्रै हुनुहुन्छ होला भन्ने आशामा भिडियो स्टार्ट गरेको छु साथीहरू। म पनि आज म किचनबाटै भिडियो स्टार्ट गरेको छु। सबैजना आरामै हुनुहुन्छ होला। हजुर आरामै नभए चाहिँ मैले भिडियो बनाएको कुनै अर्थ पनि छैन साथीहरू। सबजना ठिक हुनुहुन्छ होला, सन्चै राम्रै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि ठिक छु साथीहरू, सबै ठिक छ। मुभी धोइरहेको। यहाँ चाहिँ मैले गोबीको तरकारी बनाउने। यो चाहिँ मासु साथीहरू, यो चाहिँ मासु। यहाँ चाहिँ म प्याज काटेर लसुनहरू खोकेर ठिक्क पारेको छु। त्यहाँ कराई बसालिसकेको छु साथीहरू। यहाँ चाहिँ मेरो कराईमा तेल तातिसकेको छ। म त मासुमा प्याज चाहिँ म आफूबाट राख्छु कि साथीहरू। जिरा पड्काइदिएको छु, मेथी चाहिँ भेटाएन, खान त छ कता छ। मेरो काम आउनुको धेरै दिन भयो, खाना बोलाउन पाएको छैन साथीहरू। आज म खाना बोलाएको छु, त्यही भएर यसलाई यत्तिकै छोडेर अब म मासुतिर लाग्यो साथीहरू। अब म यसको हिट ठुलो पारेर मासु चलाउनेतिर लाग्यो। त्यसपछि बल्ल यसलाई नुनहरू मरमसलाहरू बल्ल राख्छु कि म साथीहरू। यसलाई चाहिँ तरकारी र यता यहाँ तरकारी नछ्याइकन यसरी पकाएर राख्छु। पहिले चाहिँ माछा नखाने पाहुनाहरू आउनुभयो भने यसलाई चाहिँ त्यो पनि खानुपर्छ कि साथीहरू। यस्तोहरू खाइ बेला बेलामा सन्चो छ भनेर पनि हुन्न कि, सन्चो भएको साथीहरूले पनि बेला बेलामा खाइराख्नुपर्छ। अनि बिरामीले त झन् खानै पर्यो, बिरामी नभएकोले पनि खाइराख्छ। यहाँ चाहिँ मेरो भात पाकिराखेको छ साथीहरू। भात पाकिसकेको छ राइस कुकरमा। बत्ती पनि यता सरिसकेको छ। म चाहिँ यसलाई बन्द गर्न जाँदैछु। त्यस्तो छ साथीहरू। यसरी यहाँ भात पाक्यो, यहाँ दाल पाक्यो, यता चाहिँ तरकारी र मासु। भोक लागे जस्तो हुन्छ कि अब के खाने नास्ता पनि। म चाहिँ यहाँ ओट्स सम्हालेर मैले ओट्स खान्छ यति थोरै कस्तो हुँदैछ पोख्यो। आजलाई चाहिँ यति खान्छ साथीहरू। यो चाहिँ म ड्राई फ्रुट लिएर आएको थिएँ। पहिला एकचोटि चाख्नु त कस्तो रहेछ। यस्तो तातो पानी हालेको के यस्तो गरेर चढाइदिएको। तर यो चाहिँ बानी राम्रो हो। सबै त पिनाको पनि चलाउनु न, पिना त छ नि उ त झन् ओट्स त भिजेछ, पानी ठिक्क भयो। पानी हालिदिउँ न। ओट्स खान्छस् ओट्स? किन यतिखेरसम्म अझै त्यही मोबाइल हेरेर बर्बु हेर, आँखा कचरा हेर। त्यो मासुमा चाहिँ कति पानी निस्किएको हेर त। ए के गरेर पानी निस्किन्छ साथीहरू। यो पहिला हामीले पनि कुखुरा काट्थ्यौँ, यस्तो विधि त मासु पानी त निस्किन्थेन साथीहरू। हेर्नु त पहिला मैले पनि कति वर्षसम्म कुखुरा काटेर मासु बेचेको। यस्तो विधि कसरी पानी निस्किन्छ हो। हेर्नु त पानी निस्किन्थेन कि हामीले काटेर बेच्दा त है।
होइन मान्छेले आफूले गरेको राम्रो भन्छन् तर यति विधि त पानी छिन्दैन त फर्सी चाहिँ बह। हेलो नमस्ते साथीहरू, अहिले मैले भिडियो स्टार्ट गरिसकेको छु साथीहरू। अब चाहिँ म खाना पकाएको देखाइरहेको थिएँ साथीहरू। आज मेरो चमा आउनु भयो भनेको, चमा आएको धेरै दिन भइसक्यो र अस्ति नै आइराख्नु भएको थियो, बिरामी भएर समस्या भएर आइराख्नु भएको थियो, तर मैले भिडियो गरेको थिइनँ साथीहरू। आज मौका परेको छ, मौकै नमिल्ने भिडियो गरिराखेको छौँ। यहाँ चाहिँ यहाँ चमालाई खाना बोलाएको आज। अब एक दिन के गर्ने, अब आफूले भ्याइँदैन, त्यही भएर यहाँ हामी खाना खाँदैछौँ। आज जुरेको रहेछ क्या दिन, 3 जना मिलेर। यहाँ चाहिँ मेरो बुढा, यहाँको चाहिँ जुवाई साहब, मेरो चाहिँ बुढा, यहाँ चाहिँ मेरो चमा। चमा भनेको अब अरूले सबैले छेमा भन्छन्, सानीमा भन्छन्, हाम्रो चाहिँ हामी नेवार हो, नेवारको चाहिँ चमा भन्छौँ कि साथीहरू। त्यही भएर मेरो चमा हो। मेरो चमा चाहिँ 3 जना हुनुहुन्छ। यहाँ चाहिँ माइली चमा हुनुहुन्छ। अनि हामी खाना सुरु गर्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ त्यो चाहिँ काँक्राको अचार, अनि यो गोबीको तरकारी, यो चाहिँ मासु, यो चाहिँ दाल। अनि यहाँ रहेको चाहिँ मेरो फेभरेट साथीहरू, यो आँप हो। यो चाहिँ मलाई भात नखाएर यो दे पनि हुन्छ, मेरो फेभरेट। अनि मुला काँक्रा छ। अनि पछि साथीहरू मुही छ, यहाँ मुही, फोटो खिच्न पाए हुन्थ्यो। अनि मेरो चमा चाहिँ उहाँ पहाड अर्घाँसीबाट आउनुभएको हो। यसो भनिदिनु त मेरो साथीहरूलाई नाम, नमस्ते भन्नु। नमस्ते, मेरो नाम शिवकुमारी हो। म अर्घाखाँचीदेखि आएको, 17 दिनबाट। म यहाँ छोरीको घर आइरहेको छु। आज खाना लाइरहेको छु। आज यस्तो धेरै परिकारहरू बनाएर खाना टकारी छ छोरीले। यता मासु, यता दाल, यता तरकारी, यता अचार, यता भात, यता मोही पनि छ हजुर। अनि यता पानी छ, पानी छ, यता सलाद छ, यहाँ मुला काँक्रा, मुहीको बत्तल, अचार चाहिँ यस्तो मुहीको बत्तल आउँछ छ। अनि हामीले खाना खाँदैछौँ। अब हजुरहरूले खाना खाने नै, अब हामी खाँदैछौँ साथीहरू। ल खाना सुरु। यति देउतालाई पनि चढाउनु पर्छ अरे साठी हो, म नि चढाइदिन्छु। देउताले धेरै खानुहुन्न, यति थोरै। पहिले सुरुमा अचार खाएँ साथी हो, कस्तो भएको साथी हो, मिठो भयो त। यो खुर्सानी पुऱ्याएर यस्तो मिचेको कस्तो मिठो लाग्छ कि मलाई। त्यही भएर पुऱ्याउँछु, अनि जहिले गाली खान्छु। डर्छ ठ्याक्क पकाएर भ्याउँदा अचार झान्ने बेला आउनुहुन्छ, त्यही टाइम पर्छ। बुढीमा चाहिँ हल्का नुन बढी भएछ, चमालाई त बढी नै भएको थियो। बढी भयो। अब यस्तो पेटको बिरामीले नि मुलाहरू खानुपर्छ। पहिला मुला सुला खानु। तपाईँलाई राख्दौँ काँक्रा। मासुमा आज कति धेरै पानी निस्केको मेरो बाबा। कुनै पानी काटेर फेरि नराखेको मासु कति धेरै पानी राख्यो। काटेर त्यो के पखाल्दाखेरि पानी बाल्टी पनि पानी आउँछ के, त्यो कुखुरा के काट्ने, अनि भुत्लासी पानी पखाल्न डुब्छ नि बाल्टीमा, त्यसरी पनि पानी बस्छ के। पानी बसेछ वेट हुन्छ। मलाई त गोबी बेसी चर्को भयो, चर्को भयो।
खाने बेला चाहिँ बुढाबुढीको बोली मानी छैन साथीहरू त्यो खप्ल 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 स्वाद स्वाद खाने म धन्न आज त सँगै खान पाइयो अनि पछि भए त एक्लै खानु पर्थ्यो खाने त्यो बेला त बोलेपछि घाँटी अड्किन्छ घाँटी अड्किन्छ खाने बेला बोलेपछि बोल्नु न कहिले खाऊँ न यसरी कस्तो हुँदैछ भनेर भएको दाल खायो भने अहिले जुगे त दाल खायो भने साथी हो फेरि ऊ हुन्छ साथी हो कि सासू हो साथी हो साथीलाई भनेको नि यो के हो साथी दाल हो खायो भने चाहिँ फेरि के भन्छ अरे खान्छु आज दाल त तर त्यति धेरै दाल मन पर्दैन क्या मलाई मनपर्ने भनेको मेरो मनपर्ने भनेको यो अनि यो काँक्राको अचार यस्तो प्याज मिसाएर जाँदै मनपर्छ क्या म त एउटासित पनि भात खाइदिन्छु जिरा पड्काउने अनि एउटा खुर्सानी परेर पुऱ्याउने क्या त्यसरी मिच्ने भने कस्तो बास्ना कस्तो मिठो आउँछ तपाईँलाई मन पर्छ डोरा चुप्पी गर्छ गोबीले मासु नै मन पर्दैन कि मलाई खानु कतिमा खाइयो यसरी मासु तर घर आएदेखि मासु नै खाइयो थियो खानु कि पेटले राम्रो गर्छ मुला त जान्छ मुला त राम्रो खाएको खाइदिनु छेउ डल्लो चामल कति ढिला खानुहुन्छ अब ढिला खाएर घन्टा मलाई त पनि लाग्छ त्यही भएर मुला नखानु त्यो 1 घन्टा मुला लाग्छ म त आज पहिला भात खाएर नभए भने म पहिला मुला र काँक्रा खाएर पल्लो भात खान्छु त्यस्तै खाने हो भने कब्जियत नहुँदो रहेछ क्या यति मिठो छ भाइ यो आँप टमाटरहरू गयो फेरि लास्ट मिठो छ भाइ यो के अरे यसको नाम जसलाई याद गरेको थिएँ आज फेरि बिर्सेँ मालदा खै मिठो हुन्छ चाहिँ मालदा हो एकदम मिठो छ लैजानु भन्थ्यो
तर अन्त चाहिँ कति छ 150 होइन 120 140 छ होइन बाहिर त्यहाँ चाहिँ सस्तो रहेछ क्या 80 रुपियाँ किलो 1 रुपियाँ कम 80 अब त आफ ल्याउनु पर्छ त्यहीँ जाने खुद्रा लाग्छ त्यति पनि कम बनाएर के कति लथ्यो हेर्नु न मान्छे नलान्ने नि लथ्यो कि त्यहाँ एउटामा त कति 10 10 किलोहरू आफै अब अन भएर घुमिरहेछ कि यो घुम्नेवाला स्ट्यान्ड आफै कसरी अन हुन्छ कोही खाएर उठिसक्यो यो त घुमिसक्यो कि घुमिसक्यो यस्तो काट्नु पर्दैन भनेको त घाम घुम्यो घुम्यो टिभी होला तिम्रो त्यसो पारेर बस्या मलाई एक थालमा उसका थाल सबैको ठुलो राम्रो बराबरको थाल हुनु सक्दैन खाने होइन 10 घन्टा लाउने अनि त्यो एउटा मुला जमाउन कति बेला लाग्छ हुन्छ अहिले चाँदुवालको गर्नु त के गर्नु फेरि के हुन्छ कति पनि जानु ओ स्वाइटका छैनन् हो र बङ्गला पनि चाँदुवाको त झन् बिचरा दाँतै छैन चाँदुवाल त हाल्नुपर्छ दाँतै छैन चाँदुवाको तल्ला पनि तल्ला खान तल्ला तल्ला छैनन् तपाईँ त्यहाँ अब बुढा मेसेन्जरमा पठाइदिए यसोले त्यही भएर गरी त्यसको अब कहिले छुट्टी हुन्छ दसैँ आएको छुट्टी बर्को बिदा हुन्छ अब बर्खे बिदा हुनु उहाँ 那怎么觉得不好吃的？होला कि मैले नभए जस्तो मानिस बर्खेतिर त हुन्छ है तर यता चाहिँ हुन्छ कि बर्खेतिर म त आज ठ्याक्कै हिजो मैले 6 बजे भात खाएको मेरो आज 16 घन्टा भएछ 6 बजे भात खाएको अहिले 11 बजे कति घन्टा भयो 16 घन्टाको फास्टिङ एकदम राम्रो गरे हिजो दोकानमा खाएर गएको साँझ ठ्याक्कै कति बजेछ 11 त बज्यो 11 भन्दा अगाडि नै खान लाग्यौँ होइन हामीले 11 बजे खान लाग्यो 17 घन्टा भिडियो बनाउने चक्करमा लास्टिक खाइरहेको टी सर्ट यहाँ ठुलो भएर भर्नु हाल्नु पहिला म भक्को पर्छु दाँत छैन त खानुको रुगा लाएर म त सक्दिनँ हजुर
जम्मैले फालिदिन्छन् मासु यहाँ पनि एउटाले मैले मात्रै भ्याएको त्यहाँ दाल छ हात खानाको मजा खोइले चुस्न पाए झन् मजा आउँछ आज मैले गाड्दै गर्नु भएन आइतबार आउँथ्यो अरे डक्टर भनेर सोमबार आज जानुपर्ने जानु फोन गरेर भनेको बिहान अर्जुनलाई जाम भनेको दिउँसो जाम ल भन्नु आँखा भनेको 9:30 बजीसम्म बस्नु अन्त भात भान्सा पर्दा रात ढोका राख्छ त आएर बिहापछि हाम्रो आमा आउनु हो उता तपाईँले तल गर्नुभएको छ कि टाउको काटिराख हाम्रो पनि हेलो गाइस उता भाग्नु भयो देखाइदिनु लाग्नु भएको त दुबो टिपेर आउनु खानु हो ए चमा हिँड्छ होइन हो कि नै भने के हिजो त होइन अस्ति हो जहिले बानी भनेको हो कि नै मैले हेर झुट बोल मैले के जुटको पर्दाफास हुन्छ है साथीहरू मेरो माथि यत्नै छ मेरो अनि चमाला अनि मेरो मम्मीलाई अनि म अनि हामी यस्तै 4 जना बसेर खाना खाम एउटा भिडियो बनाम एउटा मेमोरी पनि हुन्छ पछि को मर्नीको बाँध्ने यस्तो भिडियो गरेर पछि सम्झना हुन्छ भनेको अनि मासु खानु न अनि मैले पनिर ल्याइदिउँला भनेको भो परेन म त आउन भन्नुभयो अनि अहिले आएर होइन भन्नुहुन्छ कि मैले भनेको यस्तै बसेर खाम सम्झना हुन्छ पछि यो भिडियो भयो भने भिडियो गर्नुको मान्छे मतलब पैसा कमाउनु मात्र ठुलो कुरो होइन के किनभने यो सम्झना हुन्छ के पछिसम्मलाई म मरुला अब के सानो म नमर्ने ठुलो मर्ने भन्ने कुरो छैन होइन अगाडि पछाडि को मरिन्छ एउटा सम्झना हुन्छ कि यो भिडियो पैसा मात्रै कमाउनु ठुलो कुरो होइन कि यो हेरेर रमाउनु ठुलो कुरो आफूले भिडियो गर्ने आफै हेर्ने आफै रमाउनु ठुलो कुरो हो क्या यो त्यो भुइँमा छ के फ्रिजका कुखामा आँप मैले भर्खर बिर्सिन्छु मान्छे मर्ने के जाति भन्नु मान्छे मर्ने बातमा त कसको के छ भयो भन्छ क्या त्यही त भनेको रे यस्तो भिडियो अझ सुविधा आइरहेछ त हाता मोबाइल छ यो भिडियो गरेर राखेपछि त जो म अगाडि पछाडि जो मरे पनि भोलि होइन हाम्रा नातिनाले ए मेरो बुढिया यस्तो हुने रहेछ मेरो बुढियाजी यस्ता रहेछन् भनेर तिनीहरूलाई पनि हुन्छ सम्झना हुन्छ भिडियो भनेको यो मेमोरी हो कि पैसा मात्रै ठुलो कुरो होइन कि पैसा कमाउनु पैसा भनेको खाना पाइराखेको छ लाउनु पाइराखेको छ पैसा मात्रै ठुलो कुरो होइन किनभने यो भिडियो गरेपछि तपाईँहरूले पनि जाने बार भिडियो गरे हुन्छ कि यस्ता भिडियोहरू गर्दाखेरि केही हुन्न भोलि आफूहरूलाई कति जाने
मैले खाएर आएँ भर्खर खाइ पनि आफ्नो के हो यी भर्खर खाएर होला नि भयो सुहा हुनुभयो यो मै पनि धेरै भयो यसलाई राखौँ र खाइदिउँला चिन्ता नगर फाली भनेर मासु बिहान बरी लाएर पकाएर एउटा पिस खाएको मोमोहरूलाई हेर यहाँ हेर यहाँ गाइज मासु या जतिका तति ए भगवान् मैले मात्रै हो भ्याइदिएको म खान्न त भन्दैको होइन आफैले गाली त्यो खान्न भन्दाखेरि बन्द गर्नु ल दुःख सुखका कुराकानी भएन नि हेर्नु खाइयो टन्न भोक लागेको बेला सास नकाटिकन हम्की हम गम्की गम पारेर मुडी यत्रो भयो सबैले फाले मैले मात्रै फालिनँ मेरो मात्रै सफा छ हेर्नु दाल खाएँ यति दाल छ अनि सबै खाएँ यहाँ मुही पनि खानु भएको छैन चमाले अब यस्तै हो साथीहरू लटर पटर भिडियो आजको कस्तो लाग्छ मेरो भिडियो साथीहरू यसो लाइक कमेन्ट गरिदिनु होला सानो भए नि कमेन्ट गरिदिनु होला हेरिसकेपछि अनि भन्दै भोलि नयाँ भिडियोमा भेटौँला साथीहरू बाई बाई